पूर्णलाई नमस्ते। आज हामी चाहिँ धेरै वर्षपछि हाम्रा दोलखाका युवा नेता गोविन्द काफ्ले चाहिँ वैदेही माओवादी निकटका नेता जुन हामीले देखेदेखि उहाँ पत्रकारितामा पनि पहिला अब्बल हुनुहुन्थ्यो र पत्रकारिता गर्दा गर्दै उहाँ नेपाली राजनीतिमा आउने कोसिस गर्नुभयो। पहिला ऊ माओवादी हुनुहुन्थ्यो, पछि फुटेर वैदेही निकट माओवादीको चाहिँ उहाँले नेतृत्व गर्दै सम्हाल्दै दोलखाको चाहिँ अहिलेसम्म सम्हाल्दै आउनु भएको छ। उहाँसँग चाहिँ अब हाम्रो अचानक भेट भएको कारणले उहाँलाई मैले क्वेसन गर्न मन लाग्यो। कुनै पनि कुराहरू चाहिँ राजनीतिमा सम्भव छ भन्ने कुरा गर्नुहुन्थ्यो उहाँले पहिल्यैदेखि। अब गोविन्दजी नमस्ते। नमस्कार हजुर, अब तपाईँले चाहिँ अहिलेसम्म हामीले देख्दा देख्दै लगभग 10देखि 12 वर्षसम्म तपाईँको राजनीति जीवन चाहिँ अब वैदेही निकट माओवादी मै गइराखेको छ। तपाईँहरूका विचारहरू पनि राम्रा थिए, पहिला पनि भन्नुहुन्थ्यो। अनि अहिले नेपालमा बल्दिँदो राजनीतिक अवस्थामा नयाँ नयाँ पार्टीहरू जस्तो बालेन शाहहरूले चाहिँ अब रवि लामी छानेहरूले चाहिँ उहाँहरूले चाहिँ पछि खोलेको पार्टीले पनि त्यति खालको मत दिइसकेको छ, सरकारसम्म पुगिसकेको छ। अब तपाईँहरूको चाहिँ कहिले यो योजना पुरा हुन्छ? तपाईँहरूको सिद्धान्तहरू कस्ता छन् थोरै भनिदिनुहोस् न। अब यस्तो हो, यो अहिलेको समसामयिक राजनीतिक परिस्थितिमा के हो भन्दा यो दलाल संसदीय व्यवस्था हो। यो पुँजीवादी दलाल संसदीय व्यवस्थामा यहाँ चाहिँ अब सिद्धान्तको विचारको कुरा गरेर नेपाली जनताले त्यसलाई चाहिँ ठिक ढङ्गले चाहिँ एक्सेप्ट गर्न सकिरहेका छैनन्। अब यो संसदीय व्यवस्था भने हुने खानेहरूको व्यवस्था हो। यो चाहिँ अब पैसा हुनेले खाने, नहुनेले हेर्ने, अथवा चाहिँ धनी मानी पुँजीपतिहरूले चाहिँ ऐसा आरामको जीवन जिउने, गरिब मजदुर किसान जो चाहिँ अब 24 घन्टा चाहिँ काम गरेर खाने वर्ग छ, त्यो चाहिँ सधैँभरि लपेटिरहने, दपेटिरहने, त्यो घिस्रिरहने, त्यो लतारिरहने खालको यो व्यवस्था हो। त्यसैले हामी त वास्तवमा यो व्यवस्थाकै विकल्प खोजिरहेका छौँ। यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा हामीले वैज्ञानिक समाजवादी राज्य व्यवस्था खोजेको हो। यो वैज्ञानिक समाजवादी राज्य व्यवस्था आउनको निम्ति नेपाली जनताले वास्तवमा कुरो बुझ्दैछन्। अब आज हिजोका चाहिँ पुराना पार्टीहरू एक किसिमले चाहिँ अब धेरै कमजोर अवस्थामा पुगे, उनीहरूले गरिरहेको। अनि तपाईँहरूको पार्टी कमजोर अवस्थामा पुग्नुको मुख्य कारण के हो? तपाईँहरू जहिले पनि भूमिगत हुनुहुन्छ, निर्वाचन बहिष्कार मात्रै गर्ने भन्नुहुन्छ, चुनाव भइरहेको छ, यो अवस्था चाहिँ किन हुन गयो? होइन, यो चुनाव त वास्तवमा साम्राज्यवादद्वारा प्रायोजित चुनाव हो। यो प्रायोजित चुनाव चाहिँ अब इलेक्टेड गरेर देखाइए पनि यो सेलेक्टेड चुनाव हो। यसले चाहिँ अब साम्राज्यवादका आफ्ना उद्देश्यहरू, आफ्ना लक्ष्यहरू पुरा गर्नको निम्ति, आफ्नो स्वार्थ पुरा गर्नको निम्ति उसले नयाँ नयाँ दललाई चाहिँ अब चाहिँ स्ट्रेस दिने, नयाँ नयाँ चाहिँ अब चाहिँ नेताहरू उत्पादन गर्ने, नयाँ नयाँ पात्र खडा गर्ने, नयाँ दल खडा गर्ने, यसरी चाहिँ अब साम्राज्यवाद आइरहेको छ। त्यसो हुँदाखेरि यो वैदेशिक ढङ्गले उनीहरूले आफ्नो अनुकूल चाहिँ अब सत्ता निर्माण गरेर अगाडि बढाउनको निम्ति र नेपाली जनतालाई धोका दिनको निम्ति अब यो किसिमले आएका छन्। यो चुनाव कुनै नौलो कुरो होइन। 5 वर्ष पछाडि फेरि चुनाव आउँछ होइन। चुनावै आए पनि यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प खोजे हो नि त हामीले त। तपाईँले अहिले भर्खरै भन्नुभयो नयाँ दलहरूले चाहिँ तपाईँको अब जनताको मन जित्न सक्ने, जनतासम्म जान सक्ने, 2/3सम्मको बहुमत ल्याउन सक्ने खालको स्थिति पैदा भयो। अनि तपाईँहरूले चाहिँ नयाँहरूसँग समन्वय किन गर्न सक्नु भएन? विचार किन मिल्न सकेन त? अनि यसो हो, यो पुँजीवादी संसदीय व्यवस्थामा आएका नयाँ चाहिँ अब पात्रहरू हुन्, नयाँ पार्टीहरू हुन्। यो किसिमले चाहिँ अब उनीहरूले चुनाव जिते भन्दैमा यहाँ चाहिँ अब ठुलो कायापलट हुने भयो, हुन्छ भन्ने खालको सोच्नै पर्दैन। किनभने यो हिजो पनि हुँदै आएको हो। हिजो 2064 सालमा नेकपा माओवादीले पनि चाहिँ अब बहुमतै ल्याएको हो, ठुलै 120 सिट चाहिँ अब चाहिँ प्रत्यक्ष रूपमा जितेको हो। त्यसो हुँदाखेरि अब 221 सिटको चाहिँ अब नेतृत्व माओवादीले पनि हिजो गरेको थियो, त्यसले ठिक ढङ्गले बेनिफिट दिन सकेन। त्यसो हुँदाखेरि यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प नखोजिकन अथवा नेपाली जनताले यो व्यवस्था नै खराब छ भन्ने स्थितिमा नपुगिकन त परिवर्तनै आउँदैन नि। यो त एउटा सुधार गर्ने हो नि। बालेनहरू रविहरू आएर 2/3 बहुमतै ल्याए भने पनि हिजोको जुन खालको चाहिँ एउटा सदाबार परिस्थिति थियो त्यो परिस्थितिलाई अलिकति उन्नत खालको अथवा अलिकति सुधार गरेर जनतालाई भ्रम पैदा गर्ने हुन् उहाँहरूले परिवर्तन ल्याउने त होइन नि त।
अब तपाईँलाई त नेकपा माओवादी केन्द्र सहितको कुराहरू सबै थाहा छ, किनभने वैद्य निकटका माओवादीहरू, क्रान्तिकारी माओवादीहरू फुटेको त धेरै भएको छैन होइन। अब त्यो भएको हिसाबले तपाईँले माओवादी केन्द्रले जुन चाहिँ प्रचण्ड नेतृत्वमा पहिला चाहिँ जुन जनयुद्ध भयो, जनयुद्धपछि चाहिँ धेरै कुराहरू चाहिँ अब परिवर्तन हुन्छ भनेर 2063-64मा माओवादीलाई बहुमत पनि दिए। अनि तपाईँहरूका विचारहरू चाहिँ किन एकत्रित हुन सकेनन्, किन चाहिँ अब प्रचण्ड फेरि संसदवादी व्यवस्थामै गयो भन्नु भइरहेछ पहिलादेखि नै, किन त्यो खालको निकट आफ्नो सिद्धान्तलाई माओवादीले किन जनता सामु देखाउन सकेन? जनता सामु चाहिँ अब देखाउन सक्छ, किनभने संशोधनवादी कम्युनिस्टहरू देशभित्र हावी थिए र संशोधनवादी कम्युनिस्टहरूले क्रान्तिकारी कम्युनिस्टहरूलाई चाहिँ धपेटे, लपेटे, उनीहरूले लखेटे, उनीहरूले लतार्न खोजे, घिसार्न खोजे, जनतामा चाहिँ अब चाहिँ भ्रम पैदा गरे। त्यो भ्रम पैदा गरेका कारण नेपाली जनताले चाहिँ अब चाहिँ ठिक ढङ्गले आत्मसात गर्न सकेनन् हाम्रो विचारलाई। हामी त क्रान्तिकारी परिवर्तनको पक्षमा भने यो खालको चाहिँ अब संसदीय व्यवस्थामा सुधारवाद ल्याउने खालको चाहिँ परिस्थिति हाम्रो होइन नि त। हामी त यो व्यवस्थालाई पुरै खारेज गरेर नयाँ वैज्ञानिक समाजवादी राज्य व्यवस्था निर्माण गर्न चाहन्छौँ। यो व्यवस्थामा यहाँ शिक्षाको व्यापार छ, यहाँ स्वास्थ्यको व्यापार छ, यहाँ यातायातमा व्यापार छ, अब चाहिँ बेरोजगार समस्या छ। आज देशभित्रका चाहिँ युवाहरू सबै चाहिँ विदेशका गल्लीहरूमा भौतारिनु परेको छ। आफ्नो जीवन गुजार्नको लागि, परिवार पाल्नको लागि चाहिँ विदेशमा जानुपर्ने बाध्यता सिर्जना भएको छ। त्यो खालको चाहिँ परिस्थिति हुनु भनेको त देश त्यसै कङ्गाल बन्नु हो। त्यसै आज रेमिटेन्सले धानिराखेको देश आज बालेन आउने बित्तिकै पनि चाहिँ अब चाहिँ के त्यस्तो कायापलट भइहाल्ने हो र? होइन नि त। अथवा रवि आउने बित्तिकै अथवा उहाँहरूले त्यो 2/3 बहुमत ल्याउने बित्तिकै चाहिँ अब यहाँ कायापलट भइहाल्ने होइन। यो व्यवस्था नै खराब छ। यो व्यवस्थामा जुन जोगी आए पनि कानै चिरेका उही ड्याङका मुला हुन पुग्छन् उनीहरू पनि। त्यस कारणले उही ड्याङका मुला यो व्यवस्था नै खराब रहेछ भन्ने स्थितिमा जनता चाहिँ नपुगेसम्म अथवा यो व्यवस्था खराब रहेछ भन्ने कुरो जनताले चाहिँ अब चाहिँ अनुभूति गरिसके पछाडि अनि यो व्यवस्थाको विकल्प खोज्छन्, अनि पो परिवर्तन आउने हो।